गाइस हामी चाहिँ अब लाग्यौँ होइन ट्रेन स्टेसनतिर लाग्दैछ ट्रेनतिर ट्रेन चढ्ने बेला भयो अब हामी ट्रेन चढ्छौँ मैले लागे त भने तर कहाँ लागे भन्ने कुरा चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेरेर पत्ता लगाइदिनु पर्छ है अहिले हामी चाहिँ ट्रेन स्टेसनभित्र आइपुगिसकेको अब केही समय पछाडि हामी ट्रेनसम्म पुग्नेछौँ ट्रेन स्टेसनभित्रबाट पनि हामी लिफ्टमा चढेर ट्रेनतर्फ लाग्दैछौँ केही समयको पर्खाइ पछाडि हाम्रो ट्रेन पनि आइसकेको छ अब हामी ट्रेनभित्र प्रवेश गर्नेछौँ ट्रेनबाट झरिसके पछाडि हाम्रो नजर महलमा पुग्यो हामीले के किन्ने हो कि भनेर केही कुराहरू खोजिहिँड्यौँ तर त्यस्तो किन्ने माहौल बनिएन त्यसपछि हामी त्यहाँबाट बाहिर निस्क्यौँ केही बेरको घुमघाम पछाडि हामीले चिसो खाने निर्णय गऱ्यौँ त्यस पछाडि एउटा सानो रिसोर्ट जाने निर्णय गरेर हामी रिसोर्टतिर लाग्यौँ रिसोर्टतिर जाने क्रममा हामीले बाटोमा देखेको दृश्यहरूलाई पनि कैद गरेर यहाँहरूमा प्रस्तुत गर्ने जमर्को गरेको छु हाम्रो देश नेपालमा जस्तै फलिएको सागसब्जी देख्दा म नेपालमै छु कि जस्तो मलाई भान भएको छ मान्छेले चाह्यो भने असम्भव भन्ने कुरा केही पनि रहेछ भन्ने कुरा यस भिडियोबाट देख्न सकिन्छ यहाँ देखाइएको भिडियोहरूमा खोर्सानीको बिरुवा लसुन प्याज सागसब्जी इत्यादि सबै कुराहरू देखाइएको छ आज सदाभन्दा अलिक गर्मी भएकोले गर्दा हामीलाई अत्यधिक तिर्खा लागेर हामी रिसोर्टभित्र बस्यौँ यहाँको रिसोर्टले दिएको सर्भिसभन्दा पनि यहाँबाट देखिएको दृश्यले चाहिँ हामीलाई मनमोहक बनिरहेको छ केही बेरको बस्ने स्थान खोज्दै गर्दा फाइनली हामीले बस्ने स्थान भेट्यौँ र भेटे सँगसँगै केही नास्ता र चिसो लिएर दिदीहरू पनि यहाँ हुनुहुन्छ यो कफीको चिसो चुस्की सँगसँगै हामीले केही फोटा भिडियोहरू खिच्दै रमाइलो गफहरू गर्दै केही बेरसम्म बस्यौँ लामो समयको रमाइलो पश्चात हामी त्यहाँबाट बिदा लिने निर्णय गऱ्यौँ हवस् त आजको भिडियो यहाँलाई के कस्तो लाग्यो तल रहेको कमेन्ट बक्समा प्रतिक्रिया राखिदिनु होला मन परे लाइक कमेन्ट सेयर गरी भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला यदि तपाईँहरू यो मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल बिरेन अफिसियल भिजनलाई सब्सक्राइब गरिदिनु नभुल्नु होला हवस् त बाई बाई टेक केयर